हेलो साथीहरु नमस्ते स्वागत छ तपाईहरुलाई सिभिल क्रेज नेपाल युट्युब च्यानलमा। साथीहरु आज पुनः तपाईहरु समक्ष एकदमै राम्रो दुई कोठे घरको डिजाइन लिएर आइसकेको छु। साथीहरु तपाईहरु एउटा सानो परिवार हुनुहुन्छ भन्नेलाई हेर्नुस् त यो घर तपाईहरुको लागि एकदम बेस्ट अप्सन हुन सक्छ है त। यसमा जम्मा दुईवटा बेडरुम, किचन, ठूलो साइजको हल र टोयलेट बाथरुम भित्रै डिजाइन गरिएको छ भने एकदमै आकर्षक लुकमा यो घर बनाएको छु। ल हेर्नुस् त यो चाहिँ हाम्रो घरको फ्रन्ट फेस रहेको छ र यो चाहिँ हाम्रो राइट एलिभेसन भयो घरको भने यो चाहिँ लेफ्ट एलिभेसन र ब्याक एलिभेसनमा मैले एउटा ढोका राखेको छु। यहाँ इन केस तपाईहरुको पिछाडीपट्टि अझै जग्गा छ भने यो ढोका राख्नु होला र पछाडीपट्टि ढोका जग्गा छैन भने यो ढोका क्लोज गर्दा हुन्छ है त। त्यसरी डिजाइन गरेको छु, तपाईहरुको अप्सन त्यहाँ छ। ल अब कुरा गरौँ साथीहरु, मैले यो घर एकदम बेस्ट अप्सन हुन सक्छ त्यो त भने, तर कसरी? ल हेर्नुस् त यो घर हाम्रो एकदमै कम खर्चमा बन्ने आकर्षक लुक भएको तपाईहरुको सानो परिवारको लागि सबै सुविधा भित्रै डिजाइन गरिएकोले म तपाईहरुको लागि यो घर चाहिँ एकदम बेस्ट अप्सन हो भनेको छु। ल हेर्नुस् त त्यसको लागि म तपाईहरुलाई 3D प्लान देखाउँदै छु। आफै भन्नुस् कि यो घर चाहिँ बेस्ट अप्सन हो कि होइन है त। ल हेर्नुस् त यो चाहिँ हाम्रो घरको 3D प्लान रहेको छ। यसमा कस्तो छ भने साथीहरु, यो चाहिँ हाम्रो बरन्डा पोर्सन भयो, यो स्टेप छ जहाँबाट हामी बरन्डामा जान्छौं र लेफ्टपट्टि हेर्नुस् त हाम्रो यसरी क्लकवाइज डाइरेक्सनमा भर्याङ राखिएको छ जहाँबाट हामी माथि छतमा जान्छौं भने घर भित्र पस्नको लागि यहाँ चाहिँ एउटा मेन ढोका राखिएको छ है त। र यहाँ हेर्नुस् त मेन ढोकाबाट हामी भित्र छिर्ने बित्तिकै यो चाहिँ हाम्रो हल हुन्छ जहाँ तपाईहरुले कर्नर सोफा, टिभी सेटहरु राख्न सक्नुहुन्छ भने एउटा मैले डाइनिङ टेबल पनि यही राखिदिएको छु है त, आवश्यकता अनुसारले युज गर्ने, अदरवाइज त्यहाँबाट किचनतिर शिफ्ट गर्ने गरी। अर्को हेर्नुस् त यो चाहिँ हाम्रो दुईवटा बेडरुम लगत्तै यहाँ राखिएको छ लेफ्ट साइडमा भने पिछाडीपट्टि जानको लागि यहाँ मैले ढोका पनि राखेको छु। ढोकाको आवश्यकता छैन भने तपाईहरुले यसलाई क्लोज गर्दा हुन्छ। र यतापट्टि हेर्नुस् त यो चाहिँ हाम्रो किचन रुम भयो र यो चाहिँ हाम्रो बाथरुम हुन्छ। बाथरुममा हामी सर्टेन लेन्थमा यसरी कोमोड अथवा प्यान्ट सेट गरेर बाँकी एरियामा हामी यसरी शावर सेट गर्छौं है त। ल यो चाहिँ हाम्रो घरको 3D प्लान थियो र हेर्नुस् त तपाईहरुको सानो परिवारको लागि एकदम मजाले चिटिक्क राम्रो डिजाइन बनाइएको छ कि छैन हो। यसैले मैले भनेको यो घर तपाईहरुको लागि बेस्ट अप्सन हुन सक्छ। ल अब कुरा गरौँ साथीहरु, हामीले यो घरको लेआउट हेरिसक्यौं तर लम्बाई चौडाई के कति छ त? हामीले यो घर बनाउँदा हामीलाई कति जग्गा चाहिन्छ, कति मोहडाको चाहिन्छ, कति लम्बाई चाहिन्छ, कति क्षेत्रफलमा यो घर बनेको छ र टोटल खर्च कति लाग्छ त? ती कुराहरुको म तपाईहरुलाई जानकारी दिन जाँदै छु। ल हेर्नुस् त यसमा साथीहरु घरको लम्बाई चौडाई पहिले जानौं र त्यसपछि हामी जग्गा कति चाहिन्छ त्यो जानौँला। ल हेर्नुस् त अगाडिको मोहडा जुन रहेको छ त्यो चाहिँ हाम्रो 23 फुट 8 इन्च रहेको छ है त। यो इन्डदेखि लिएर यो इन्डसम्म 23 फुट 8 इन्च रहेको छ भने घरको लम्बाई कुरा गर्नुपर्दा साथीहरु घरको लम्बाई चाहिँ हाम्रो 32 फुट 6 इन्ची राखिएको छ। यसरी हाम्रो टोटल प्लिन्थ एरिया 770 स्क्वायर फुट हुन जान्छ। 770 स्क्वायर फुटमा हाम्रो यो घर बनेको छ र अब हामीले यो घर बनाउनको लागि कति जग्गा चाहिन्छ भनेर सोच्दै हुनुहुन्छ भने ल हेर्नुस् त यसमा हाम्रो राइट एलिभेसनमा, लेफ्ट एलिभेसनमा र ब्याक एलिभेसनमा यहाँ चाहिँ मैले ढोका मात्रै राखेको छु। तपाईहरुले पिछाडीपट्टि जग्गा छ भने मात्रै ढोका राख्नु होला, अदरवाइज हामीले यतापट्टि सेटब्याक पनि छोड्नु पर्दैन। तर लेफ्ट र राइट साइडमा चाहिँ हामीले सेटब्याक छोड्नु पर्ने हुन्छ, तसर्थ मैले त्यसलाई मात्रै इन्क्लुड गरे। ल हेर्नुस् त त्यस्तो अवस्था छ भने हामीलाई जग्गा कति चाहिन्छ भने 34 फुट मुख भएको जग्गा हाम्रो छ भने 5 फुट यता 5 फुट यता सेटब्याक छोडेर यस्तो घर बनाउन सकियो। तर लम्बाई कति चाहिन्छ त? मैले यतापट्टि हेर्नुस् है त 10 फुट अगाडिपट्टि मात्रै मैले सेटब्याक राखे। त्यति राखेर तपाईहरुलाई 47 फुट जग्गाको लम्बाई चाहिन्छ हैन, 47 फुट लम्बाई र 34 फुट चौडाई छ भने तपाईहरुले यस्तो घर मजाले बनाउन सक्नुहुन्छ। ल यो चाहिँ हाम्रो जग्गाको रिक्वायरमेन्ट थियो र यसमा हामीले स्क्वायर फुटमा बन्नु पर्यो भने 1598 स्क्वायर फुट चाहिँ हामीलाई यस्तो जग्गा चाहिन्छ र जम्मा पौने 9 धुर जति चाहिन्छ जग्गा है त। धुरमा कुरा गर्नु पर्यो भने पौने 9 धुरमा हामीले यो घर मजाले बनाउन सक्छौं। अब चाहिँ कुरा आउँछ साथीहरु, हामीले बाहिरी डाइमेन्सन जानिसक्यौं, लेआउट पनि हेरिसक्यौं, घरको भित्री डाइमेन्सन के कस्तो रहेको छ त त्यो हेरौं है त। ल हेर्नुस् त फेरि त्यसको लागि मैले तपाईहरुलाई 3D प्लानमा लिएर गएँ। हाम्रो बरन्डाको लम्बाई चौडाई कति राखेको छ भने साथीहरु बरन्डाको चौडाई यहाँ हेर्नुस् त क्लियर स्पानमा कति राखेको छ। ल हेर्नुस् है त 6 फुट 9 इन्ची हाम्रो बरन्डाको यसमा क्लियर स्पान चौडाई हुने भयो र लम्बाई कुरा गर्नुपर्दा 12 फुट चाहिँ यसको लम्बाई हुने भयो।
त्यसै गरी साथी यो चाहिँ हाम्रो भर्याङ रुम रहेको छ र यसको साइज हेर्नुहोस् त 10 फुट 8 इन्ची यसको लेन्थ हुने भयो र यसको चौडाइ क्लियर स्पान 6 फुट राखिएको छ। त्यसैमा चाहिँ हाम्रो भर्याङ बस्ने भयो हैन। र भर्याङ रुममा चाहिँ एउटा हाम्रो यसरी ठुलो साइजको झ्याल पनि राखिएको छ तलदेखि माथिसम्म हैन, पेन्ट हाउससम्म राखिएको छ र यसरी चाहिँ हामी थोरै यसरी प्रोजेक्सन बढाउँछौँ प्लिन्थको ताकि हामीले यहाँ फ्लावर पोटहरू राख्न मिलोस्। ल हेर्नुहोस् है त। अब चाहिँ हामी कुरा गरौँ साथीहरू हलको लम्बाइ चौडा कति राख्ने त भन्दा ल हेर्नुहोस् त यो चाहिँ हाम्रो हल रहेको छ। यसको चौडाइ हामी 11 फुट 4 इन्ची राख्छौँ भने यसको लेन्थ कुरा गर्दैछु म। लेन्थ चाहिँ हामी यसमा 10 फुट 11 इन्च अर्थात् 11 फुटको प्रोभाइड गर्ने भयौँ है त। ल यो चाहिँ हाम्रो लम्बाइ चौडाइ थियो हलको। त्यसै गरी साथीहरू यो चाहिँ हाम्रो प्रथम बेडरुम र यसको साइज हाम्रो यहाँ 10 फुट 3 इन्ची चौडाइ राखिएको छ भने यसको लेन्थ हेर्नुहोस् त, यसको लेन्थ यहाँ 11 फुट प्रोभाइड गर्नुपर्ने हुन्छ हामीले। त्यसै गरी साथीहरू यो चाहिँ हाम्रो अर्को अर्थात् अन्तिम बेडरुम दोस्रो 11 फुट 6 इन्ची यसको लेन्थ रहेको छ भने यसको चौडाइ हाम्रो सेम हुन्छ अघिको जस्तो 10 फुट 3 इन्ची। त्यसै गरी साथीहरू यो हेर्नुहोस् त यो चाहिँ हाम्रो पछाडिपट्टि जाने बाटो रहेको छ प्यासेज र यसको चौडाइ क्लियर स्पान कति रहेको छ त्यो चाहिँ म तपाईहरुलाई जानकारी दिन जाँदैछु। त्यसपछि चाहिँ हामी यसको लगतै ओपनिङ के कस्तो प्रोभाइड गर्ने कति साइजको प्रोभाइड गर्ने म तपाईहरुलाई सरसर्ती भन्छु हैन। र त्यसपछि हामी बजेटको छलफल गरौँला। ल हेर्नुहोस् है त। यसमा हाम्रो प्यासेजको चौडाइ क्लियर स्पानमा 3 फुट 4 इन्च रहेको छ। तपाईहरुले ढोका त्यही साइड त्यही सेम चौडाइको राख्दा हुन्छ अथवा 3 फुट चौडाइको राखेर बनाउँदैन हुन्छ। हाइट चाहिँ तपाईहरुले 7 फुट राख्नु होला। अब चाहिँ कुरा गरौँ साथीहरु हामीले यहाँ टोयलेट बाथरुमको साइज कति राख्ने त भन्दा ल हेर्नुस् है त। चौडाइ 4.5 फुट चाहिँ क्लियर स्पान चौडाइ राखिएको छ टोयलेट बाथरुमको भने यसको लेन्थ चाहिँ हामी यहाँ 7 फुट 7 इन्च प्रोभाइड गर्छौं जसमा सर्टेन पार्टमा तपाईहरुले कोमोडा त प्यान्ट सेट गरेर बाँकी पोर्सनमा तपाईहरुले सावर सेट गर्न सक्नुहुन्छ। ल हेर्नुस् त किचनको लम्बाइ हाम्रो यहाँ 7.5 फुट रहेको छ 7 फुट 7 इन्ची भने यसको चौडाइ हेर्नुस् त चौडाइ क्लियर स्पानमा यहाँ 6 फुट 8 इन्ची प्रोभाइड गरिएको छ। यसरी सर्टेन लेन्थमा सबै तपाईहरुले टेबल र्याक बनाएर ग्यास स्टोभहरु राख्न सक्नुहुन्छ भने बाँकी पोर्सनमा हाम्रो इम्प्टी स्पेस हुन्छ जहाँबाट हामी ओहोरदोहोर गर्ने गर्छौं हैन। ल यो थियो हाम्रो घरको लम्बाइ चौडा साथीहरु भित्री रुमको डाइमेन्सनहरु। अब चाहिँ हामी एकैछिन कुरा गरौँ त ओपनिङको त। ल हेर्नुस् त हाम्रो हलमा चाहिँ यहाँ दुईवटा झ्याल राखेको छ। एउटा चाहिँ हाम्रो 4 फुट र 5 फुटको रहेको छ भने यहाँ फ्रन्टपट्टि 3 फुट र 4 फुटको प्रोभाइड गर्छौं र मेन डोर चाहिँ हामी यहाँ 3.5 फुट चौडाइ राखेर 7 फुट हाइट राख्छौं भने यो दुईटै बेडरुममा एउटा ढोकाको साइज हामी 3 फुट र 7 फुटको प्रोभाइड गर्छौं र झ्याल एउटा जम्मा 4 फुट र 5 फुटको रहेको छ भने यो पछाडिपट्टि जाने ढोकाको डाइमेन्सन मैले भर्खर तपाईलाई जानकारी गराएँ। टोयलेट बाथरुममा एउटा हामी 2.5 फुट बाइ 6.5 फुटको ढोका राख्छौं भने किचनमा 3 फुट र 7 फुटको राखेर यहाँ हेर्नुस् त किचनमा एउटा झ्याल रहेको छ 3 फुट बाइ 4 फुटको र एउटा भेन्टिलेसन हामी प्रोभाइड गर्छौं टोयलेट बाथरुममा है त। ल यो चाहिँ हाम्रो ओपनिङको डिटेल पनि थियो साथीहरु। अब चाहिँ हामी एकैछिन कुरा गरौँ वल थिकनेसको त। ल हेर्नुस् त मैले सबै वल थिकनेस बाहिरी जुन जतिको रहेको छ हैन बाहिरी वल सबै मैले यहाँ 10 इन्च थिकनेसको प्रोभाइड गरेको छु भने भित्री वल सबै पार्टिसन 5 इन्च थिकनेसको रहेको छ। त्यसमा हामीले पिलर कतिवटा लाग्छ त्यसको कुरा गर्नु पर्यो भने ल हेर्नुस् त 1 2 3 4 है त 5 6 7 8 9 10 11 12 जम्मा यसमा हाम्रो 12 वटा पिलर लाग्ने भयो र पिलर तपाईहरुले नेपाल सरकारको मापदण्ड हिसाबले राख्नु होला मिनिमम 14 इन्च बाइ 14 इन्चको र प्लिन्थ हाइट डिसाइड गर्दा तपाईहरुले त्यहाँ पानी जम्ने ठाउँ छ कि छैन त्यो हेरेर हैन मिनिमम रोड लेभल भन्दा 1.5 देखि 2 फुट उठाएर राख्नु होला। पछि गएर त्यस्तो समस्या हुँदैन घट डाउन देखिदैन हैन। अब चाहिँ हामी फाइनल कुरा गरौँ यसको बजेटको विषयमा त। बजेट हाम्रो यसमा कति लाग्छ भने साथीहरु यसमा प्लास्टर पेन्टिङ वायरिङ प्लम्बिङ सबै इन्क्लुड गरेर हैन बाँकी तपाईहरुले फर्निशिङको कुराहरु भयो जस्तै टाइल्सको भयो हैन अनि एक्स्ट्रा अदर तपाईहरुले इन्टेरियर डिजाइनहरु गराउनुहुन्छ भने त्यसको छुट्टै कस्ट यसमा इन्क्लुड हुन्छ। यो चाहिँ मैले मात्रै स्ट्रक्चरको कुरा गर्दै छु स्ट्रक्चर प्लस वायरिङ प्लम्बिङ प्लास्टर हैन यी कुराहरु गर्दै छु है त। टोटल बजेट तपाईहरुलाई यो घर पुरै फिनिशिङ गर्दासम्म साथीहरु ल हेर्नुस् त यो घर हामीले पुरै फिनिशिङ गर्दासम्म कति बजेट जान्छ भने टोटल 26,95,000 जति हाम्रो पुरै फिनिशिङमा जान्छ हैन। तपाईहरुले मटेरियल कम्प्रोमाइज गर्नु भएन क्वालिटी मेन्टेन गराउनु हुन्छ भने त्यति खर्च हुन्छ हैन। त्यो पनि एरिया हिसाबले कस्ट चाहिँ भ्यारी गर्छ है ठ्याक्कै यति नै सबै ठाउँमा लाग्छ भन्ने हुँदैन। तपाईहरु अब कुन लोकेसन घर बनाउनु हुन्छ तपाईहरुले यो डिजाइन मन परेको छ भने म तपाईहरुलाई डिटेल एस्टिमेट प्रोभाइड गर्छु हैन। साथै हामी चाहिँ अब पुरै घर है त साइडमै गएर भिजिट गरेर तपाईहरुलाई अब हामीले एग्रीमेन्ट गरेर घर पुरै फिनिशिङ गरेर पनि दिन्छौं हैन। तपाईहरुले मन परेको छ भने हामीलाई कल गर्न सक्नुहुन्छ व्हाट्सएप गर्न सक्नुहुन्छ। व्हाट्सएप नम्बरमा
डिस्क्रिप्सन बक्समा प्रोभाइड गरेको हुन्छु, त्यहाँबाट मलाई सम्पर्क गर्नुहोला है त। बाँकी तपाईँले यो घरको डिजाइन कस्तो लाग्यो, घरको डिजाइन मन परेको छ भने भिडियोलाई लाइक गरिदिनु होला, साथै च्यानल नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनुहोस् ताकि यस्तै नयाँ घरका डिजाइनहरू तपाईँहरू समक्ष पुगिराखोस्। हस्त धन्यवाद। नेक्स्ट भिडियोको साथ उपस्थित हुन्छु। प्लिज किप वाच, किप सपोर्टिङ अस। थ्याङ्क यू।